जय श्री राम भनेर आजको ब्लग सुरु गरौँ है। आज पनि पानी हाल्न पर्यो, अलि बिहान हो। अनि पानी हाल्ने ब्लग बनाउँछु र अरू पनि ब्लग यो दिनभरिको बनाएर आज चाहिँ अपलोड गर्छु म। के छ साथीभाइहरू, कता कताबाट मेरो भिडियोहरू हेरिराख्नु भएको छ, प्लिज कमेन्ट्स चाहिँ गर्नु होला। सबैले हामीले ब्लग बनाउन पर्छ होइन। आजले युट्युब अनि फेसबुक भिडियोको जमाना हो। सबैले धेरै पैसा, इन्डियन ब्लगरहरू, ठुल्ठुलो ब्लगरहरू पनि राम्रो पैसा चाहिँ कमाउने रहेछन् के ब्लगहरू बनाएर। तपाईँ यति सर्च गर्नु न उसमा, के अरे उसमा गुगलमा सर्च गर्नुहोस् त। यो इन्डियाको ठुल्ठुलो युट्युबर सौरभ जोशी, ध्रुवराठी त ब्लगर भन्दा पनि उसले अरू भिडियो बनाउँछ। सौरभ जोशीहरू कति पैसा कमाउँछ भनेर, करोडभन्दा पनि बढी रहेछ कि महिनामा। हेर्नु त, एउटा फोन हातमा छ, फोन समातेर भिडियो बनाउने, हाल्ने, कन्टिन्यू बनाउने, आफूले जे बोल्न सकिन्छ त्यो कन्टिन्यू बनाउँदा के हुन्छ र होइन। अनि हाल्ने गरेपछि दुईवटा फाइदा। एउटा त के हुन्छ भने त्यहाँ आफूले पछि गएर आफूले त भिडियोहरू पनि हेर्न सक्यो। आफू पछि 10 वर्ष 20 वर्ष पछि पनि म जवानीमा यस्तो थिएँ, पहिला यस्तो थिएँ भनेर हेर्न सक्यो र अरूलाई पनि देखाउन सक्यो होइन। युट्युबमा भिडियो यस्तो हेर्छ, आफ्नो बच्चाहरूलाई, नातिहरूलाई पनि देखाउन सक्यो र त्यो च्यानल पछि उनीहरूलाई पनि दिन सक्यो क्या बिचमा होइन। त पनि फाइदा र आफ्नो भिडियोहरू पछि गएर हेर्दा पनि राम्रो, त्यहाँ पैसा पनि कमाइ हुन्छ। अब राम्रो भ्यू गयो भने होइन, सबै राम्रो हुन्छ। र म कन्टिन्यू भिडियोहरू बनाउँदै जान्छु। सबैले हेर्दै जान्नु होला होइन। यो हिजोकै ठाउँ हो, आज पनि ब्लग स्टार्ट गरेँ। बित्दै आएको छैन, तर पनि मैले कन्टिन्यू चाहिँ गरेछु है। आज पनि कन्टिन्यू। यो स्विमिङ पुल हो। यो स्विमिङ पुल चाहिँ प्लास्टिकवाला हो। यो यस्तो यहाँ यस्तो किन्ने अनि यहाँ सेटिङ गरेर पानी हाल्ने यस्तो हुन्छ यहाँ। अनि कन्टिन्यू म ब्लग बनाउँछु, दिनभरि बनाउँछु, एडिट गरेर आज गाडी हाल्छु। भिडियो धेरै आएको छैन, तर आउला, ठुलो आउला, केही छैन होइन, आउला। तर कन्टिन्यू चाहिँ दिनमा तपाईँले एउटा कुरा थाहा छ कि नि, सौरभ जोशीले 100 डेजसम्म कन्टिन्यू भिडियो बनाएको अरे सुरुवातमा। यसै कुरो भएको होइन नि होइन। उसले पनि धेरै मिहिनेत गरेर तर भएको। अहिलेको भिडियो चाहिँ यहीँसम्म। अनि फेरि मैले भिडियो बनाएर एडिट गरेर अनि हाल्छु दिनभरि। आज कसरी जित्दै जान्छु त्यसको लागि भिडियो बनाउँछु है, हेर्दै गर्नु होला। ल, धन्यवाद सबैलाई मलाई मेरो भिडियो लाइक। अनि हिजोको भिडियोमा मैले हजुरहरूलाई यो फुड ट्रक चाहिँ देखाएको थिएन। म हजुरलाई अहिले फुड ट्रक देखाउँछु है। फुड ट्रक चाहिँ त्यहाँ छ, म त्यहाँ गइरहेको छु र म त्यहाँ फुड ट्रक देखाउँछु हजुरलाई। त्यो फुड ट्रक चाहिँ नयाँ फुड ट्रक हो, अहिलेसम्म युजमा चाहिँ आएको छैन। अब यो हुन्छ, यो यसको लागि लाइसेन्सको लागि पुग्दै हो। अनि त्यसपछि फुड ट्रक चाहिँ सुरु हुन्छ। हाम्रो सबको नयाँ व्यापार हो फुड ट्रक। अनि यो चाहिँ के छ भनेपछि यहाँ यो के छ भनेपछि यो यहाँको फुड ट्रक पनि होइन, नर्थ अमेरिकाको फुड ट्रक पनि चाइनाले बनाएर पठाएको कि चाइनालाई अर्डर दिएको। चाइना कति अगाडि छ, चाइना भनेको हाम्रो देशको छेउमा यहाँ त्यो देशले बनाएर यहाँ पठाएको। चाइना कति अगाडि छ सबै देशभन्दा। यहाँ पनि केही अर्डर गरिदिए सामानहरू सबै चाइनिज छ। क्वालिटीमा फरक पर्छ। अब जुन देशलाई पठाउँदै जति पैसामा पठाउँदै हो त्यो पैसामा फरक पर्छ र त्यो अनुसारले नै क्वालिटी हुन्छ। यो फुड ट्रक हो, चाँडै हुन्छ। अनि यहाँ हेर्नु, यहाँको घरहरू
बारेमा मैले के भन्न चाहन्छु भने चाहिँ यहाँको घरहरू त्यो सानो सानो हुँदा क्या हामी नेपालीहरूले विदेश गएर कमाए या नेपालमा बसेर कमाए पनि हामीले के गर्छौँ भने चाहिँ हामीले सबभन्दा पहिले घर चाहिँ ठुलो बनाउँछौँ कि आफ्नो आफ्नो कमाइको 70-80% घरमा हालिदिन्छौँ। अलिअलि बचेको पैसा फेरि बिहेमा खर्च गर्छौँ होइन। त्यसपछि केही बच्दैन हामीसँग पैसा, त्यही घरमा पुरै गर्छ। सबै बिहेमा पैसा खर्च बस्छ सबै आफ्नो धेरै जस्तो पैसा। त्यसपछि चाहिँ हामी फेरि विदेश जानुपर्छ। तर अरू देशमा हेर्दाखेरि यस्तो बिहेमा पनि धेरै खर्च गर्दैनन्। अनि यहाँको डेटा अनुसारले त यताको बिहेहरू त आफ्नो 2 महिनाको कमाइले प्रोग्राम गर्छन् अरे बिहेको के बिहेमा त्यस्तो छ अरे यहाँको। हाम्रो नेपालमा अहिले धेरै छ, यहाँको त्यस्तो छ। घरहरूको पनि कुरा गर्दाखेरि घरहरू यहाँ चाहिँ धेरै ठुलो नबनाउने। हेर्नु त कत्रो छ घर, सानो घर होइन। विदेश भनेर बिचरा त विदेश छ, घरमा मतलब छैन, घरमा पैसा खर्च गर्दैनन् धेरै, घरमा पैसै खर्च गर्दैनन् धेरै। व्यापार त छ, क्यास फ्लो छ। अनि हामी नेपालमा विदेश बस्छौँ अनि घरमा पैसा खर्च बढी गर्छौँ कि हामीले घरमा पैसा बढी खर्च गर्छौँ। तर यहाँको त्यस्तो छैन। यहाँ चाहिँ अलिक कम। घर भनेको आफूलाई जे चाहियो घरमा बस्ने, जस्तै एउटा राम्रो टोइलेट चाहियो टोइलेट हुन्छ, राम्रो बेडरुम चाहियो बेडरुम हुन्छ, एउटा किचन चाहियो किचन बाथरुम, अफिस रुम चाहियो अफिस रुम हुन्छ। त्यो बाहेक अरू धेरै हुन्न। अब यहाँ हेर्नु न, बाहिर बस्ने ठाउँ छ, भित्र सबको यहाँ एउटा पनि आजसम्म एउटा पनि पाहुना आएर घरमा बसेको सुतेको खाएको देखेको छैन। कहिले पार्टी सार्टी भएपछि त्यही बाहिर हुन्छ, बाहिरबाट खान्छन् बस्छन् जान्छन्। घरभित्र बस्ने खाने सुत्ने पाहुनालाई खुवाउने भन्ने सिस्टमै छैन हाम्रो नेपाली समाजमा जस्तो त्यस्तो। अनि तर यता छैन कि यहाँ अर्कै छ सिस्टम। देशअनुसारले सबै हुन्छ होइन। अब म नुहाएर तयार भइसकेको छु। अब 1 घन्टापछि ड्युटी जान छ। सो नुहाएर तयार भइसक्यो। अनि यही मेरो रुम हो। त्यसपछि खाना खाने हो, त्यसपछि ड्युटी जाने हो। अनि उताको पनि बनाउँछु म ब्लगहरू, हेर्दै गर्नु होला। अब कफी खानु पऱ्यो, अनि खाना खानु पऱ्यो, अनि ड्युटी जानु पऱ्यो। हेर्दै गर्नु होला है। तयार भइसकेपछि म ड्युटी जानलाई अब कार आउँछ, यहीबाट कार आउँछ, अनि कारमा जाने हो, कार लगेर जाने हो, कम्पनीमा कार आउँछ। हेर्दै गर्नु होला। अनि लाइक चाहिँ कमेन्ट चाहिँ कहाँबाट हेरिराख्नुपर्छ गर्न बिर्सिनु होला। कार आउँछ अब, कार आयो अब, यही कार हो। अब कार लगेर जाने हो ड्युटी। अब ड्युटी यही कार लगेर जाने हो। कार आयो देखाउँछु म है। जाने हो, कार लगेर ड्युटी जाने हो। अनि ड्युटी पुगेपछि पनि देखाउँछु तपाईँको लोकेसन कस्तो छ, हेर्दै गर्नु होला। अझै एउटा साथी आउँदैछ, आउँछु मोबाइल है भन्नु भन्थ्यो, त्यही भएर उसको कार त त्यो हो। आज तँसँग जान्छु कम्पनी कारमा, म आउँदैछु है भन्थ्यो। घर एउटै हो, रुम छुट्टै हो हामी बस्ने। यतै अब बाटो पनि देखाउँछु म। अब सकेसम्म जाने होला, किनकि ऊ पनि बस्छ नि छेउमा, केटी भएपछि भिडियो बनाउनु ठिक हुन्न। बाटो देखाउँछु म। अनि पुगिसकेपछि उताको भिडियो देखाउँछु म है, कस्तो छ के छ। अनि ड्युटी पुगेँ म। यही हो, समुद्रको बिच साइड छ। ड्युटी पुगेँ म। यहाँ सेटिङ गर्छु म। अब म यो लगाइदिन्छु घाम सेक्ने पर्दा। अनि त्यसपछि बाहिर निस्किन्छु र बाहिरको पनि देखाउँछु हजुरलाई। चाहिँ बाटोमा भिडियो बनाएन, किनकि मसँग एउटा साथी पनि थियो कि, त्यही भएर मैले बाटोमा चाहिँ भिडियो बनाइन। के भन्दा
होला हजुरलाई बाहिरको देखाउँछु है अब म बाहिरको भ्यू देखाउँछु बिच साइडको भ्यू हेर्नु होला स्टोर पनि देखाउँछु हेर्नु होला है यो लगाइसकेँ मैले पर्दा अब बाहिर निस्किन्छु लोकेसन त हजुरहरूलाई थाहै छ केमान आइल्यान्ड यो कन्टिनेन्ट नर्थ अमेरिका कन्टिनेन्टमा पर्छ केमान आइल्यान्ड अब कार बन्द गर्न पर्यो स्टार्ट त्यसपछि बाहिर निस्किन पर्यो अनि हजुरलाई म बाहिरको भ्यू देखाउँछु यो हो बाहिरको भ्यू धेरै राम्रो छ हेर्नु होला बिच साइड हो केमान आइल्यान्ड आज समुद्रमा अहिले फोहोर आइरहेछ यो फोहोर भनेको समुद्र बिचबाट आउँछ यहाँ होइन अनि यो साइडमा फालिदिने रहेछ समुद्रले यस्तो छ रिसोर्ट पनि देखाउँछु म हजुरलाई अब कस्तो छ के छ हेरेर जानु होला है कन्टिन्यू वाचिङ प्लिज भिडियो अनि थाहै छ लाइक एन्ड सब्सक्राइब गर्न चाहिँ बिर्सिनु होला समुद्रको भ्यू यही हो समुद्रको भ्यू यही हो यस्तो चाहिँ अनि हाम्रो स्टोर चाहिँ यो है समुद्रको स्टोर चाहिँ यो चाहिँ हाम्रो स्टोर हो यस्तो छ हेर्नु होला स्टोर यो हो हेरेर जानु होला यो हो हाम्रो स्टोर स्टोर पुगिसके यो हाम्रो स्टोर यही हो हाम्रो स्टोर यही हो अब म कन्टिन्यू गर्छु एरियाहरू कन्टिन्यू भिडियो बनाउँछु है ड्युटी पुगिसकेँ म अनि डेलिभरीहरू आएछ हेर्नु होला यो डेलिभरी हो सामानहरू उता पनि छ सामानहरू यो सब मिलाउने यो कोरोना जिरो हो रक्सी होइन है यो जिरो हो कोरोना रक्सी होइन आज डेलिभरीहरू अब मिलाउने हो अनि हाम्रो स्टोर यस्तो छ हेर्नु होला यो हो हाम्रो ब्याकअप स्टोर यस्तो छ सामानहरू यो राखेको ठाउँहरू हो यो हो सामान सबै ब्याकअप भयो स्टोर होइन यो ब्याकअप हो यो ब्याकअप स्टोर हो अनि सामानहरू अब मिलाउने हो आस्ते आस्ते अनि भिडियो पनि बनाउँदै जाने हो थोरै थोरै अनि पछि राति गएर एडिट गरेर हजुरहरूलाई पोस्ट जरुर हेर्नु होला है अनि कन्टिन्यू बनाउँछु यो हेर्नुहोस् म यहाँको प्राइसहरू देखाउँदा हजुरलाई अब अचम्मै पर्नुहुन्छ हजुर यो हेर्नु यो भनेको लुकाजेको एनर्जी ड्रिङ्क होइन अनि यसको प्राइसहरू चाहिँ 284 भनेको हजुरको 450 रुपियाँ जति नेपाली हो एउटा यो हाफ लिटर पनि छैन होला अनि यो हो अभोकाडो यसको प्राइस चाहिँ हजुरको यहाँ प्राइस हजुरको छ कति भनेपछि पर पाउन्ड भनेको 400 ग्राम हुन्छ कि सायद 1 पाउन्डमा पर पाउन्ड भनेको 444 भनेको हजुर कति भयो भनेपछि 900,000 रुपियाँ पर पाउन्डलाई कि एउटा पिसलाई 400-500 पर्छ यहाँ हेर्नु यसको पनि त्यस्तै छ प्राइस हेर्नु प्राइस कति महँगो सबै प्राइस यहाँ ब्रेडहरू यस्तो हुन्छ ब्रेडहरू यहाँको ब्रेडको कम्पनीहरू अनि यो सब सामान छ हाम्रो यहाँ सुपर मार्केटमा यो प्याराडाइस कफी हो केमनको आफ्नै कफी प्याराडाइस यो सब सामान मिलाउने सामान हाल्ने कस्टमरसँग डिल गर्ने कस्टमरलाई हेल्प गर्ने हाम्रो काम हो यो यस्तो छ हेर्नु होला यो सामानहरू आइसक्रिमहरू यहाँ यस्तो छ यस्तो हुन्छ आइसक्रिमहरू यहाँ यस्तो हुन्छ आइसक्रिमहरू यो हो अगेन्डेसको आइसक्रिम डिस्प्लेसको हुन्छ अनि यो लोकल बनहरू लोकल ब्रेडहरू अनि यस्तो हेर्नुहोस् कस्तो लाग्यो तपाईँहरूलाई सबै देखाइसकेको छु केमन आइल्यान्डको मैले मेरो काम देखिन्छु है यो सबै हेर्नु यो हो सामानहरू यहाँको यो हो ड्रिङ्क सेक्सनहरू होइन अनि यो हो दुध यहाँ यस्तो दुध आउँछ देख्ने त प्राइस $10 कति लिटर होला यो हजुरको धेरै जस्तो कति लिटर भनेपछि 1 ग्यालन 3 point something 1 ग्यालनमा 3 point something लिटर हुन्छ र $10 भनेको 1600 रुपियाँ 3 लिटरलाई 1600 रुपियाँ हुन्छ महँगो होइन नेपाली अनुसार धेरै महँगो होइन
यहाँको अनुसारले त ठिकै हो नेपाल अनुसारले त धेरै महँगो छ क्या चिजहरू